वेलकम माई ब्लग। म चाहिँ आज लबुजी हाइकम जान लागेको। अहिले चाहिँ डिम्बुचीको माथि शिरमा रहेको चौतारामा छु। यो चाहिँ भयो डिम्बुची गाउँ। यो चाहिँ लबुची पिक। यो ठुलो हिमाल देख्न सक्नुहुन्छ। म चाहिँ आज यही लबुची पिकको हाइक्याम्प अथवा बेस क्याम्पमा जान लागेको एउटा पेटिङ लिनको लागि। यो मेरो पछाडि चाहिँ पुल बन्दै गरेको रहेछ। अनि यो खोलाको लागि यो चाहिँ थुक्ला भन्ने गाउँ। यहाँबाट माथि गयो भने चाहिँ लबुची पुग्छ। यहाँ चाहिँ हिमताल छ, एकदमै ठुलो आइसले ढाकेको यस्तो हिमाल छ। अनि त्यसै आमाडफलङ हिमाल। यो चाहिँ मेरो प्याक लन्च के छ हेर्नु। फ्रिज, पाइनएप्पल जुस, वाइ यहाँ बोइल अन्डा, अनि यहाँ चाहिँ स्यान्डविच रहेको छ। यो चाहिँ क्याम्पभित्रको किचन यस्तो छ। चुल्हाहरू यस्तो छ। अब चाहिँ टक्क खाजा खाएर उरालो लागेको। धेरै तिर्खा लागेर मैले चाहिँ बोतल भेटाएको छु। पानी थाप्न जाँदैछु म। यो भित्र पानी आउने रहेछ। अनि यस्तो रहेछ है। म चाहिँ चौतारामा आएर अन्डा लम्की खाँदैछु। यो चिसोमा जति चिसो खायो त्यति मजा। तर घाँटीलाई चाहिँ अलिक ख्याल राख्नुपर्छ। मेरो भारी चाहिँ यहाँ छ। यति ठुलो बिल्डिङ बोकेर हिँड्दैछु। म चाहिँ ठ्याक्कै थुक्लाको वारी छु। ठ्याक्कै गलेर आराम गरिरहेको छु। गाह्रो छ हौ पैसा कमाउन। जुत्ताको हालत यस्तो भएको छ। ल है म चाहिँ फेरि डिम्बुची नै आइपुगेको छु।